नमस्कार, स्वागत छ यहाँहरूलाई आजको यस नयाँ भिडियोमा। आजको यस भिडियोमा हामी नेप्सेले ल्याएको सर्किट ब्रेकको नियमको बारेमा कुराकानी गर्न जाँदैछौँ। भिडियो एकदमै प्रभावकारी हुनेछ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। लागौँ आजको विषयवस्तुतर्फ। नयाँ सरकारको गठनसँगै र यस वर्ष नेप्सेमा विभिन्न प्रकारका नियमहरू परिवर्तन भएको पाइन्छ, जुन आगामी सोमबारबाट हामीले त्यसलाई अनुभव गर्न पाउनेछौँ। जस्तै नेप्सेले अहिले सर्किट ब्रेकको नियममा परिवर्तन ल्याएको छ। पहिला 4, 5 र 6% लाग्ने नेप्सेमा लाग्ने सर्किटलाई अहिले परिवर्तन गरेर कुनै पनि कम्पनीमा एक दिनमा 10% को सर्किट को नियम थियो भने त्यसलाई बढाएर अहिले चाहिँ त्यो दायरा 15% सम्म, कुनै कम्पनीमा 15% को घटबड हुन सक्नेछ भने, त्यसैगरी कारोबार भएको 2 घण्टामा 5% को तलमाथिको घटबड भएमा 15 मिनेटको लागि बजार बन्द हुनेछ भने, त्यसपश्चात पनि 8% सम्मको कुनै घटबड भएमा त्यस दिनको लागि पुरै बजार नै बन्द हुनेछ। यही नियमलाई लिएर विभिन्न खालका टीका टिप्पणीहरू पनि बजारमा प्रशस्त मात्रामा भएको पाइन्छ। जस्तै यसले चाहिँ बजारलाई अब अर्कै एउटा जोखिम सिर्जना गरेको छ, यो नराम्रो छ, यसले यो बजारको लागि पर्याप्त छैन, यो राम्रो छैन भन्ने खालको विभिन्न खालका टीका टिप्पणीहरू पाइरहेको छ। त्यसभन्दा पनि हामीले चाहिँ आम लगानीकर्ताहरूले आफ्नो अध्ययनको दायरालाई बढाएर आफैले नै बजारको राम्रोसँग अनुभव, ज्ञान सँगालेर लगानी गर्नुपर्ने अवस्थाहरू बजारमा देखिएको छ। यस्तै जानकारीमूलक भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा यहाँहरूलाई विशेष धन्यवाद।